दिव्यदेवता दिव्यनारायणं नमः लक्ष्मीनारायण सर्वदा भएर जाऊ जगतमाता काली माताले हरेक रोग कष्टहरू शान्ति भएर जाऊ र सम्पूर्ण आज हवनको अगाडि साक्षी राखेर देश विदेशमा बस्ने सम्पूर्ण मलाई भक्तजनहरूले विश्वास गरेर गुरुलाई मान्ने भक्तजनहरू देश विदेशमा बस्नेहरूले फोनहरू आएर उहाँहरूको हामी स्वस्थहरू सुविस्ता भएर जाओस्। आज हवन सकिएको अगाडि सम्पूर्ण देश विदेशमा बस्ने हाम्रा दिदीबहिनी दाजुभाइहरू छोरा नातिहरू सम्पूर्ण देवी देवता विदेशमा गएर काम गर्ने खट्ने सपनाहरू लगेर जानेहरूको भक्तजनहरूको पनि सम्पूर्ण आज महाशिवरात्रिको अवसरमा आशीर्वादहरू भगवान शिवजीलाई मागिदिएको छ गुरुतर्फबाट र सम्पूर्ण भक्तजनहरूको पनि कल्याण भएर जाओस् भनिकन ओम श्री क्रीम कालिकाय ओम भविष्य उज्जवल भएर जाओस्। हाम्रो मात्र नभएर हाम्रा पिँढी आउने सन्तानहरूको पनि कोखको नानीदेखि लिएर आउने सन्तानको पनि भविष्य उज्जवल भएर जाओस्। कर्ममा धर्ममा अडिएर जाओस्। घरको काम कार्य संसारिक कर्ममा पनि अडिएर जाओस् र हामी धर्ममा पनि अडिएर जाओस् भनिकन आज फेरि पनि हामी सौभाग्य छौँ। हामीले बारम्बार नमस्कार नमन गरेर फेरि हवन कुण्डमा हामीले हवन गरेको छौँ। हामीले सम्पूर्ण भक्तजनहरू मिलेर गरेको सम्पूर्ण एक रुपियाँ एक चन्दा भेटी उतार हामीले गरेको पुण्यको कामहरू सत्य भएर वैकुण्ठ धामसम्म गएर जाओस्। देवासनसम्म भएर जाओस्। फेरि पनि हामी अर्को साल पनि खुसी साथ हामीले यसरी नै घरको कामकाजहरू छोडेर ठुलो हिसाब किताब बजरलित भएर जानेछ। चाहे अल्छी गरेर घमण्डी गरेर कति गरेर होस् कि जति गर्दा पनि हुँदैन कि साह्रो पूजा हो के लाग्छ भनेर होस् कि त्यो भनेको पनि बजरलित भएर जान्छ भनेको कहिले मेटिँदैन गरेर मात्रै कर्म पाएर जान्छ र होस्। सम्पूर्ण फेरि शिवरात्रिको अवसर आयो, फेरि नवरात्रिको अवसरहरू आयो, फेरि कुनै के बुद्ध जयन्तीको अवसर आयो भनेर मन पवित्र भएर नरियल पानीको जस्तो नरियलभित्र पानी बसेर पवित्र कोसेर बसेको हुन्छ। त्यसरी नै पवित्र मनले लिएर पनि पुण्य आशीर्वाद लागेको वज्रलित भएर जानेछ। त्यसैलाई पनि कसैले मेटाउनु सक्दैन। यसको लेखाजोखा भगवान शिवजीले ब्रह्मा विष्णुले गरेको हुन्छ। यो कारणले गर्दाखेरि आज हामी रमाई खुसी भएर रमाई हामीले गर्न पाएका छौँ। किनभने हामी जीवन छोटो छ, हाम्रो आज छ कि भोलि छौँ हामी जान्दैनौँ। भगवानले देखेको छ, भगवानलाई थाहा छ। आज हाँस्दैछ भने भोलि फेरि डोली तयारी भएर बसेको हुन्छ। त्यो कारणले गर्दाखेरि समयमा रमाई खुसी साथ अल्छे थकापन्द नगरेर अल्छे नगरेर रमाई हामी पूजा गरेको छौँ। है प्रभु, हे शिवदेवता, हामी त अन्तिममा यहाँ हामी कटपुटी भए तापनि संसारिकमा हामी कटपुटी भए तापनि संसारिकमा हामी साइनामा बसे तापनि अन्तिममा हामी भेट्नु आउनु पर्ने त त्यही हो। हामी त्यही हो भनिकन प्रभु आज सचित आनन्द मनले सत्य मनले सचित आनन्द मनले हामीले आउनु गुरुको सत्सङ्गले बसेर र हामीले सम्पूर्ण भक्तजनहरूले हामीले मिलेर गरेको प्रभुले स्वीकार गरेर जाउँछै नमस्कार नमन गर्दै भनेर बारम्बार असतनामं श्री हवनं नमः। ओम साम विष्णु शंकर भगवान की साम विष्णु शंकर भगवान की दार्जिलिङको शिर महाकालको र सिंहधामको सिंहदेवी हो। यहाँसम्म हामी पुग्नु पर्नेछ। जय भन्दै कार लगाएर 17 वर्ष भइसक्यो मैले यो भनेको, छैन। हरि ओम श्री महाकालको महाकाल बाबा की जय, सिंहधामको सिंह माता की जय, महाकालको महाकाल बाबा की जय। ओ महाकालको महाकाल बाबा की जय। हरि ओम श्री 108 वटा हरि ओम नमः परमेश्वरी नमः ओम नमः। अब नाना नामले होइन, अब 105 मन्त्रले बनेको ओम नमः शिवाय नमः। सबैको सजिलो ओम नमः। तपाईले यहाँ उयो गर्नु ओम नमः शिवाय नमः ओम नमः शिवाय ओम नमः शिवाय नमः स्वाहा 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 ओम नमः शिवाय नमः स्वाहा
ओम नमः शिवाय नमः स्वाहा स्वाहा ओम नमः शिवाय नमः 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 स्वाहा हरि ओम नमः शिवाय जय भोलेनाथ जी महाकाल बाबाय नमः हरि ओम नमः अष्टनामं श्री ओम श्री शंकर हवनं नमः प्रार्थना गर्नु ओम नमः वन्दे देव उमापति गुरु वन्दे गणनारायणं वन्दे पडभूषणं वन्दे भग्नाम्पति वन्दे शिवशङ्करं ओम हर हर गङ्गे शिवशम्भुनाथाय नमो पापहर कष्टहर रोगहर शोभहर अनिष्टकारणहर साम्ये शिवशङ्कर हर हर गङ्गे देवादिदेव महादेवाय नमः मन धन लगाएर आज 2025मा फेरि महाशिवरात्रिको अवसरमा हामीले कृष्णग्राम साथ अन्य देवी दुर्गा धाममा हामीले साथै गुरु सँगसँगै उहाँका गुरु हामीले सँगसँगै हामीले सत्सङ्गी भएर हामी सौभाग्यमानी छौँ हामीले पाइरहेको छौँ बारम्बार हामीले हवन पूजा प्रार्थना आस्था भरोसा माथि हामीलाई यो हामी सौभाग्य छौँ हामीलाई झस्काइरहेछ सत्य वचन शिववचन हामीलाई पूजा अर्चनामा हामी अगाडि बढ्नका निम्ति हाम्रो घरैमा आज 17-18 वर्ष भयो हाम्रो आँगनैमा घरैमा हाम्रै लागि भगवानले शिवदेवताले माताले गुरुहरूले युमाले सिम्मे भूमिहरूले हामीलाई घरमा हामीलाई हिरा जस्तै एउटा मन्दिर खडा बनाइदिएको छ कोहिनूर जस्तै हिराको पनि कोहिनूर डायमन्ड जस्तै हामीलाई सम्झेर हामी सात अन्य दुर्गा धाम स्थापित गरिदिएको छ यहाँका सम्पूर्ण नाक नदिने सानसानो माना मन्दिरहरू पनि छ र सँगसँगै हामी फेरि पनि 2025को महाशिवरात्रिको अवसरमा हामी फेरि मिलेर सम्पूर्ण भक्तजनहरू एक मन एक चित्त एक पवित्र प्रेमले हामीले मिलेर यथाशक्ति मिलेर तनले मनले धनले समयले हामीले गरेको सम्पूर्ण पवित्र मनले गरेको नरिसाई गरेको नरियलको पानी जस्तो भित्रको पानी बसे जस्तो चोखो मनले हामीले गरेको सदा सम्पूर्ण परिपूर्ण सदा सुख शान्ति समृद्धिहरू पनि भएर जाओस् हामीलाई मागेर भन्दा धेरै हामीलाई पुगेर जाओस् भनेर भन्दा सम्पूर्ण एक रुपियाँ मिलेको जति पनि दियो वज्रमित भएर जाओस् हामीलाई पवित्र मनले दिएको चन्दा भेटी
भण्डारामा सकाउने, चन्दामा सकाउने, भेटीमा सकाउने, छैन भने झाडु बाँडेर सकाउने, त्यो पनि छैन भने एउटा काँटी ठोक्दा पक्री दिने, त्यो पनि छैन भने हात तानेर हेर्ने, त्यो पनि छैन भने थपडी पनि नमार्ने, जयकारा पनि नगर्नेको पनि बजरली भएर जाओस्, पुण्य भएर जाओस् भनेर हामीले सम्झिएको छौँ। र फेरि हामी बारम्बार हामी नमस्कार नमन गर्दै हामी खुसी छौँ। हामी जानी नजानी पूजा गरेको, भ्याइ नभई पूजाहरू गरेको हामीले वर्षमा एकताल फेरि पनि हामीले 12 घण्टा 10 घण्टा सूर्यलाई टाइम दिएको छौँ। हामीलाई यसको फल हामी आश गर्दैनौँ, अवश्य फल त पाउनेछौँ, तर पनि आश हामीले लिने छैनौँ। 10 घण्टाको 10 वर्षमा यसको पुण्य बसेको हुन्छ, अवश्य बसेको हुन्छ। तपाईँहरूको पिँढीमा बसेको हुन्छ, नानीलाई बसेको हुन्छ। यो कुराहरू याद राख्नुपर्ने कुराहरू हो। आदि जो मैले अब समय छैन, मैले अस्ति नै मैले भनिहालेँ। हरि ओम परमेश्वरी र हाम्रो पनि अब अन्तिम 3 पल्ट अब नुन खानेहरूले हवन गर्नु। हरि ओम परमेश्वरी देवले नमः। ओम नमो ओम घरका कुल देवता पितृ देवतालाई सम्झेर है, आफ्नो घरको कुल पितृलाई सम्झेर हामीलाई आशीर्वाद दिनु। कुल पितृ ठुलो हो, हामीलाई आशीर्वाद हामीलाई मात्र नभएर हाम्रा घरका छोरा छोरीहरूलाई, नातिहरूलाई, लातीहरूलाई आशीर्वाद मात्रै नभएर सद्बुद्धिहरू दिनु, सद्ज्ञानहरू पाउँ हामीले, सद्बुद्धिहरू पाउँ हामीले। धर्ममा पनि कर्ममा पनि अटेर बसौँ, समाजमा पनि अटेर बसौँ। धर्ममा कर्ममा पनि, कर्म भनेको आफ्नो काम कार्यहरू व्यस्त, आफ्नो काम आफ्नो ड्युटीहरू छ, केहरू कता कता के होलान् तपाईँहरू जान्नुहुन्छ। र हामीले फेरि पनि 10 घण्टा 12 घण्टा हामीले टाइम दिएको छौँ। त्यो कारणले गर्दा सद्बुद्धिहरू हामीलाई यो हामी जान्दैनौँ। गुरु पनि बुद्धि होइन, अब अलिअलि है सबै ज्ञानी पनि छैन पनि हुनु पनि सक्दैन। अथा समुद्र छ ज्ञान, त्यो कहिले पनि अलवेज 99 अस्ति मैले भने जस्तै। त्यो कारणले गर्दाखेरि हामी सबै गुरुले जस्तो गरेको छ हामीले गरेको छ, 33 देवता सम्झेर अन्तिम 3 पल्ट हरि ओम श्री आकाश यानी लिङ्गाने, भुजाले पाताले तानी लिङ्गाने, पातालको देवता धरतीको देवी देवतालाई सम्झेर आकाश यानी लिङ्गाने, भुजाले पाताले तानी लिङ्गाने, सर्वे लिङ्गाने नमस्तुते। ओम आकाश यानी लिङ्गाने, भुजाले पाताले तानी लिङ्गाने, सर्वे लिङ्गाने नमस्तुते। हरि ओम आकाश यानी लिङ्गाने, भुजाले पाताले तानी लिङ्गाने, सर्वे लिङ्गाने नमस्तुते। नमो 33 कोटी देवी देवताय नमो। ओम